ल सबैजनालाई नमस्कार। हामी चाहिँ लेकाना भन्ने ठाउँमा घुम्न जाँदैछौँ। बाटो हेर्नुहोस् कति सानो 1 लेनको बाटोमा हामी आफ्नो गाडी लिएर जाँदैछौँ। बाटोमा गएर वहाँ पुग्यौँ। वहाँ पुगेर सबैजनाले खाना त खानु पर्यो भनिखेर सबैजनाले आफ्नो काम गर्न थाल्यो। सबैले खाना पकाउने, कसैले तरकारी काट्ने, कसैले मासु पखाल्ने, काटकुट बनाउनेमा पुग्यो। अनि कोही हेर्दै हुनुहुन्छ। मेरो सानी गुडिया जस्तै बहिनी पनि नानी पनि हेर्दै छिन्। यता सबैजना आफ्नो कालमा व्यस्त। यता दाइ मासु काट्न व्यस्त, आफ्नै तालमा मासु काट्दै हुनुहुन्छ टक्क लाएर सुप खुवाउनको लागि। यता फेरि कोही भिडियो खिच्न व्यस्त छन्। अनि अझ उतापट्टिका ती 4वटा चिकन त काट्नै बाँकी छ, त्यो काट्नको लागि हेर्दैछौँ। अनि हाम्रा साना बाबुहरू फेरि यति ह्याप्पी भए सबैजना चाहिँ त्यहाँ फ्री भएर चाहिँ घुम्न पाए, आनन्दले बस्न पाए, खेल्न पाए, आफ्नै तालमा रमाउन पाए। ठुला मान्छेहरू त आफ्नै तालमा रमाउँदै, साना बच्चाहरू मजाले खेल्दै जिस्के। मैले भिडियो खिच्दाखेरि मसित जिस्किराखेका, कति इन्जोय गरिरहेका बच्चाहरूले। अब म पनि बस्ने त भन त्यत्तिकै। अनि मासुमा हाल्नको लागि टक्क प्याज काट्न थालेँ। प्याज काटेर अब खाना खाने बेला अब खाना खाइयो, तास खेल्दै एकदम रमाइलो गऱ्यो। रमाइलोको लागि तास खेल्यो, त्यहाँबाट खाना खाइयो। सबैले आफ्नो बच्चाहरूलाई खुवाउन थालियो, आफू पनि सँगसँगै खान थालियो। अब यतापट्टि आमा हाम्रो, अनि हामी 3 दिनको लागि यत्तिकै मनाइयो। हाम्रो यो चाहिँ पहिलो दिन चाहिँ हाम्रो यसरी बित्यो।